त्यो चाहिँ माछा छोप्नु लागिहाल्यो होइन के नुहाउने हो कि नै म चाहिँ यसको रेडीमा छु खोल्नु जाने भन्ने होइन त्यो चाहिँ यसरी खोल्नु पऱ्यो चट्टसँग होइन। हेलो सो गाइजहरूको स्वागत छ न्यू ब्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी तिनजना आम्पानी जाँदैछौँ, एउटा मेरो भाइ एउटा छोरो होइन। म चाहिँ तिनीहरूलाई देखाइदिन्छु। हामी चाहिँ तिनजना बाइकमा आम्पानी जाँदैछौँ होइन, आम्पानीको बाटो लाग्दैछौँ। चाहिँ भाइ हो, त्यो चाहिँ छोरो हो। हामी तिनजना चाहिँ बाइकमा आम्पानी जाँदैछौँ। भिडियो लाग्छ हेर्नु होला। भिडियो हजुरलाई राम्रो लाग्छ भने लाइक गर्नु होला, अनि च्यानललाई सब्सक्राइब गर्नु होला, अनि तिनजना कमेन्ट पनि ठोक्नु होला होइन, साथीहरूलाई सेयर पनि गरिदिनु होला। हामी चाहिँ अहिले बाइकमा जाँदैछौँ, हजुर भिडियो लास्टसम्म हेर्नु होला। अनि हामी तिनजना चाहिँ अहिले आम्पानीको यात्रा गरेर आम्पानीको भिडियो देखाउँछ हजुरलाई। आम्पानी पुगिहाल्यौँ, अब चाहिँ आम्पानीको सिडी चढ्दैछौँ होइन। यो सिडी यताबाट जान्छ र यहाँ पनि बाटो पनि बनाएर बाटो बाइक माथि लैजाउँ। हामी चाहिँ बाइक त्यहाँ तल राखेका छौँ होइन, को ड्राइभरको बाइक पनि छ। अनि यिनीहरू चाहिँ अनि अगाडि हिँड्दैछन्, यिनीहरू चाहिँ अगाडि हिँड्दैछन्, म चाहिँ टक्क पछाडि भल बनाएर हिँड्दैछु। अनि आम्पानीमा चाहिँ नयाँ कुरा अर्को यो बाटो पनि बनेछ। पहिला चाहिँ यो सिडी मात्रै थियो होइन, आज त बाटो पनि बनेछ। त्यो गाइज हामी चाहिँ अगाडि गएर देखाउँछौँ हजुरलाई के कस्तो रहेछ। योहरू आजभोलिको अपडेट छ कि नै केही नयाँ नौलो अनि हजुरलाई देखाउँछौँ। अरू चाहिँ हेर्दैछन् होइन कता नुहाउने भनेर। आम्पानीको पानी चाहिँ त्यस्तो छ होइन। हामी कता गएर नुहाउने उता तल जाउँ है, हामी चाहिँ उता तल जान्छौँ होइन। हामी चाहिँ झर्नामा नुहाउने भन्ने कुराले हामी चाहिँ अगाडि बढ्दैछौँ होइन। केटाहरू चाहिँ दनादन हिँडिरहेछन्। खुट्टाले आउने आज कच्चा काँच फुटालेपछि खुट्टा न एउटा त खुट्टामा बितिहाल्छ त्यो होइन। अब हाम्रो नबित्यो पनि अरूको बित्छ, त्यो भएर काँसा फुटाल्नु हुँदैन भन्ने मेरो भनाइ हो। हामी चाहिँ यति ओर्लिँदैछौँ तल त्यहाँ जाने अरे पहिला देखाएको ठाउँ लगेर हामी चाहिँ नुहाउने सुनसान ठाउँ छ होइन मस्त। यहाँदेखि चाहिँ हामी यस्तो कुद्नुपर्ने हुन्छ। यहाँ चाहिँ थोरै मिस्टेक भएर खुट्टो फुत्कियो भने चाहिँ खुट्टुनामा चाहिँ लाग्छ हो कि नै। मस्त पानी छ नि होइन, चट्ट आम्पानीको फोटो चाहिँ बबाल छ। हामी चाहिँ भिडियो सिडियो पनि बनाउँछौँ होइन। पानीको आवाजले गर्दा चाहिँ मेरो आवाज सुन्ने मलाई चाहिँ थाहा छैन। हामी चाहिँ यताबाट भिडियो बनाउँछ अनि नुहाइ गरेको हजुरलाई देखाउँछ। भिडियो बाइकसम्म पनि हेर्नु होला। मैले अगाडि पनि भनेको हजुरलाई भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला, अनि च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गरेर अलमा सेट गर्नु होला, किनभने मेरो हरेक भिडियोको नोटिफिकेसन हजुरहरूलाई छिटोभन्दा छिटो मिल्न सकोस् ब्लग रिलेटेड भिडियोहरू होइन। पानी ज्यादा राम्रो छैन, त्यसो चाहिँ हामी चाहिँ यस्तो बेस्ट ठाउँ नुहाउनुको लागि खोज्दैछौँ होइन। पानी चाहिँ बबाल छ तर यो पानी चाहिँ बबाल छ होइन। तर यहाँ काँचहरू होला भन्ने शङ्का छ होइन। आँखा मार्दैछ अनि गङ्गेटाहरू पनि छोप्दैछ। म चाहिँ टक्क नुहाएर होइन, नुहाएँ होइन डुब्की सुस्की हालेँ अनि यता उता गरेर भएको छ। त्यसरी डुब्की हाल्नु जाँदा सोचिरहेको छु, तर पानी चाहिँ यति चिसो छ के भन्ने होइन। ठिक छ, आजको लागि चाहिँ यति हुनेछ। म चाहिँ आउँदैन नुहाउन, मलाई चिसो घुस लाग्छ क्या, चिसो घुसेपछि चाहिँ गाह्रो पर्छ फेरि। त्यही भएर मलाई चाहिँ सर्दी नलाग्नुभन्दा अगाडि म चाहिँ कपडा सपडा लगाएर रेडी हुनु पऱ्यो। अनि केटा नुहाउने होइन अरे, यो भाइ त नुहाउनु अरे त्यो चाहिँ माछा छोप्नु लागिहाल्यो होइन के नुहाउने हो कि नै। यो भाइ चाहिँ नुहाउनु अरे, त्यो चाहिँ गङ्गेटा छोपेको है। गङ्गेटा कस्तो छोपिस् फुत्का हाल्यो ऊ छोप तर खुट्टा निर छ ए। त्यसले चाहिँ गङ्गेटो समात्यो होइन है। आम्पानीमा गङ्गेटो छोपिदियो होइन त्यसले ए, खुट्टाहरू भाँचेर राखेको छ। दाँतो यो गङ्गेटो छोप्यो, त्यो गङ्गेटो छोप्यो भने चित्त हुनु आयो चाहिँ। म चाहिँ एकचोटि फेरि पानीमा जान्छु होइन। म चाहिँ पानीभित्र हालेँ होइन, हिजो सन्चो छ होइन, पानी चाहिँ सफा छ। म हेर्दा एकछिन डुब्की हाल्छु। ओ माई गड, पानी चाहिँ लास्टै चिसो छ होइन। डुब्की हाल्नु म चाहिँ अब जानु पऱ्यो घरतिर, कपडा सपडा लगाउनु पऱ्यो होइन। डुब्की हाल्नु सक्छ हुन्छ नि। अब केटाहरू यो चाहिँ गङ्गेटो खोज्दैछ, त्यो भाइले चाहिँ गङ्गेटो समातिर भाइ टोक्दैला है फेरि ध्यान गर। टोक्छ
त्यो हातखुट्टा सब भाँचिसकेर रहेछन् केटाहरूले चाहिँ होइन गङ्गेटाको त्यो चाहिँ गङ्गेटा बेटाइ गङ्गेटा माऱ्यो भने यसरी गङ्गेटा मारेर अनि अहिले चाहिँ हामी फोटो खाँदैछौँ ऊ त्यो भाइले चाहिँ आगो बालिदियो होइन कडासँग अनि मैले चाहिँ गङ्गेटो यस्तरी उ गरेको छु यसले चाहिँ अर्को गङ्गेटो मारेर अनि यसरी पोलेर उ गरेर सफा गरेर दिएको छ म देखाउँछु होइन हजुरहरूलाई यो यसरी सफा गरेको छ हामीले चाहिँ यसको बिचमा अनि यसरी कुमल पारेर अनि यसलाई पोल्छौँ होइन अहिले काँचो भाँटोमा लगाएर होइन यसरी तयार गर्छ अनि यसरी तयार गरेका छ हामीले मैले चाहिँ अहिले यसरी यसलाई तयार गरेको छु अनि अहिले चाहिँ हामी गङ्गेटा मार्दैछौँ अनि भाइले चाहिँ उता आगो बालिदियो होइन यहाँ चाहिँ यिनीहरू गङ्गेटा खोज्न पछि लागेका छन् भाइ गङ्गेटा मारेर कस्तो लागिरहेछ यता हेर्न भाइ यता हेर्न यहाँ चाहिँ आगो खत्रै तरिकाले पोलिरहेछ होइन म चाहिँ यसको रेडीमा चाहिँ पोल्नु खाने भन्ने होइन यो चाहिँ यसरी पोल्नु पऱ्यो चट्टसँग होइन यसरी पोल्नु पऱ्यो यस्तो चप्टिरहेको यार अर्को त्यो छोरो चाहिँ गङ्गेटा पोल्दैछ होइन गङ्गेटा मार्दैछ होइन हामी चाहिँ पोलेर यस्तो चट्ट यसलाई त खतरा गङ्गेटा मार्दो रहेछ त्यो यो चट्ट होइन भाइ चाहिँ यसरी त्यो चाहिँ खतरा पोलिरहेछ होइन ऊ यो छुट्टीको मेरो हातदेखि यार यो चाहिँ गिरिहाल्यो यार तल होइन ऊ त्यो माथि त गिरिहाल्यो एउटा चाहिँ गिर्यो त्यसलाई चाहिँ लट्ठीले निकाल्नु पर्ने भयो र लट्ठी मात्र भाइ लट्ठीले सानो चाहिँ निस्किने जस्तो एकछिन यसलाई म यो चाहिँ यस्तै राखिदिन्छु होइन अहिले चाहिँ पाकेर रेडी हुन्छ होइन छुट्टी यस्तो पकाउनु पऱ्यो भाइ त्यो जलाउनु लाग्यो छिटो ल्या त यो चाहिँ यस्तो पोलियो होइन मैले त्यस्तोसँग गरेको छु यसलाई त म यस्तै हातले च्याप्प निकालिदिन्छु ए यो चाहिँ पाकेर रेडी भयो होइन रातोसँग पाकेको छ अहिले चाहिँ होइन यसलाई चाहिँ फेरि हल्का पकाउँछु त्यो चाहिँ रातो भयो यो चाहिँ भएन यो चाहिँ होइन खतरा छ यो चाहिँ यसले यसलाई चाहिँ अब पकाएर खानु पऱ्यो एउटालाई त्यो मार्नेलाई यो त्यसलाई यो भाइलाई चाहिँ यो दिनु पऱ्यो मार्नेलाई चाहिँ यो दिनु पऱ्यो म चाहिँ यो खान्छु होइन त्यो चाहिँ मार्ने होला त्यहाँ गएको होइन कति भेटाएन फेरि आइज आजको रमाइलो चाहिँ यसरी भयो गङ्गेटा मारेर होइन चट्ट आएको होइन मजा कपडा लगाएर म चाहिँ माथि अब कपडा सुक्खा लगाएर म चाहिँ माथि उता रेडी गर्छु अनि हजुरलाई देखाउँछु अनि त्यसमा केही क्लिपहरू हाल्नु पऱ्यो म हाल्छु यो लास्टमा वाच गरिदिनु होला चाहिँ घर जाने बोलाएको होइन हाम्रो चाहिँ गऱ्यो हामी चाहिँ घरतिर बस्नु लाग्यो आज घुम्नु काम चाहिँ यत्तिकै भयो होइन पार्टी राम्रो चाहिँ रमाइलो भयो जे जस्तो भए पनि गाइस भिडियो हेरेर हजुरहरूलाई पनि राम्रो लाग्यो होला सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब सपोर्ट गरिदिनु होला सो गाइस आजको भ्लग चाहिँ यति नै थियो मिलाउँला अर्को फ्रेस भिडियोमा फ्रेस भ्लगमा बाइ टेक केयर